चन्द्रकुमार दोङ। तागाधारी हो स्यात सेता मगराली, तागाधारी हो स्यात सेता मगराली, जे भए नि मायालु म त नेपाली। वरिष्ठ गायक, संगीतकार तथा रचनाकार चन्द्रकुमार दोङले परिचित सर्कीमान दोङ तामाङ गीत सङ्गीतको क्षेत्रमा मात्र नभई नेपाली गीत सङ्गीत क्षेत्रका एक सम्मानित व्यक्तित्व हुनुहुन्छ। तामाङ सेलोको राजा अर्थात् सेलो किङको उपाधि पाइसक्नुभएका दोङले हजारौं हजार गीत गाउनुका साथै सङ्गीत पनि भर्नु भएको छ। गायक, रचनाकार तथा सङ्गीतकारका रूपमा परिचित चन्द्रकुमार दोङ नहुँदो हो त आज तामाङ गीत सङ्गीतको क्षेत्र यति धेरै फराकिलो र यति धेरै विकास हुँदैन थियो होला। ए मिङ्गाल सिमला नि ए मिङ्गाल मायाला छो, ओ ए मिङ्गाल सिमला नि ए मिङ्गाल मायाला छो, सुसिमला चुलुइङला सुसिमला चुलुइङला तिनी हन्दे दन्छोलजी ए गाला मायाला जो। उनै तामाङ गीत सङ्गीतको राजमार्ग बनाउन सफल एक बहुप्रतिभाशाली गायक, सङ्गीतकार तथा रचनाकार चन्द्रकुमार दोङको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर 9 मुक्पामा विक्रम सम्मत 2021 साल मङ्सिर 7 गते भएको थियो। आपा गजबीर दोङ र आमा साइली तामाङको कोखमा जन्मिनु भएका दोङ एक मूर्धन्य सङ्गीत संयोजक समेत हुनुहुन्छ। बहुप्रतिभाका धनी सङ्गीतकर्मी दोङले तामाङ गीत सङ्गीतको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै यस अघि नै उहाँलाई तामाङ सेलो गीतको राजा अर्थात् सेलो किङको रूपमा समेत सम्मान गरिसकेको छ। लेकाली गाउँकी साइलीको आँखै राम्रो गाजाले, लेकाली गाउँकी साइलीको आँखै राम्रो गाजाले, भेट भयो दैव सञ्जोगले हँसखेल गरौँ मजाले, भेट भयो दैव सञ्जोगले हँसखेल गरौँ मजाले, हिउँदको बगर बर्खाको भेल सम्झना हुन्छ वाचुन्जेल, हिउँदको बगर बर्खाको भेल सम्झना हुन्छ वाचुन्जेल। तामाङ कलाकारहरू छरिएर बस्नुहुन्न, एकत्रित हुनुपर्छ भन्ने उद्देश्यका साथ तामाङ कलाकार सङ्घको स्थापना गर्नुभएका चन्द्रकुमार दोङको देउराली गाङ्ग्री गुगिला मेन्दो वाला वाला ग्राम्बा चुग्यालाम खलङनिला चुजिन्दगिला खाइतिलताम उबु उबु लाग्यो भेडीको बथान ए होइ ज्यानै खायो उसको मायाले जस्ता लोकप्रिय सयौं सेलो गीत, गाउँकी कान्छी साह्रै नै राम्री फरिएर चोलीमा झन् राम्री, गाउँकी कान्छी साह्रै नै राम्री फरिएर चोलीमा झन् राम्री, अल्लाहको यो मन हजुर माया जालैमा पार्यो। भुपु मायालु, गुराँसले चुठो सजाई डोको नाम्लो बोकी अवसरवादी मायालु जस्ता आधुनिक गीतहरू चर्चित रहेका छन्। मन पराए तिमीले हाते गहरनी, गरिब भन्ने थाहा पाउँदा छाडी गयो नि। तामाङ र नेपाली सङ्गीत दुवै विधामा सशक्त र निरन्तर योगदान पुर्याउँदै आइरहनु भएको दोङका तामाङ, सेलो, नेपाली गीत, आधुनिक गीत, स्वदेश गान र भजन सबै उमेर र लिङ्गका श्रोता र दर्शकमाझ लोकप्रिय छन्। दोङले नेपालका चर्चित गायक गायिकाहरूलाई आफ्ना गीतमा स्वर भर्न लगाउनु भएको छ भने वरिष्ठदेखि कनिष्ठ गीतकारहरूको शब्दमा सुन्दर सङ्गीत पनि भरिसक्नु भएको छ। यसैबीच इमेज च्यानलद्वारा सम्मानित सन् 2005 देखि 2007 सम्मको उत्कृष्ट तामाङ भाषाको गीत विधामा लगातार 3 वटा अवार्ड हात पार्नु भएका दोङले फ्याफुल्ला पुरस्कार 2001, सङ्गीत नेपाल पुरस्कार 2003 र 2004 मा उत्कृष्ट सङ्गीत विधामा सेता मगुराली र लाहुरे मायालुको लागि सम्मानित भइसक्नु भएको छ। यसबाहेक दोङले सयौं सम्मान र पुरस्कारहरू पनि प्राप्त गरिसक्नु भएको छ। त्यसो त दोङ तामाङ गीतको पहिलो आधुनिक र पप सङ्गीतकारका रूपमा समेत परिचित हुनुहुन्छ। स्वर्गीय गोपाल युञ्जनबाट गीत सङ्गीतको तालिम लिनुभएका दोङले आफ्नो साङ्गीतिक जीवनको सुरुवात 22 वर्षको उमेरमै सुरु गर्नुभएको थियो। दोङका 5 दर्जनभन्दा बढी तामाङ, नेपाली लोक, आधुनिक र पप एल्बमहरू प्रकाशित भइसकेका छन्। वाला वाला गम्बा वाला
wala wala gramba jago sailela wala wala gramba jago sailela wala wala gramba chulubule sailela wala wala gramba ri jog jog lailo makhala gramba chulubule sailela उहाँको पहिलो एल्बम तामाङ भाइ 2047 सालमा रेकर्ड भएको थियो। उहाँको सबैभन्दा धेरै बिक्री भएको एल्बम कोमेन्दो तामाङ लोक एल्बम 2051 सालमा प्रकाशित भएको थियो। दोङको तामाङ दाजङ काठमाडौँले एकल कन्सर्ट साङ्गीतिक साँझ सन् 2003 मा राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको थियो। हालसम्ममा उहाँले नेपालका विभिन्न सहर र विदेशी भूमिमा पनि साङ्गीतिक कार्यक्रम गरिसक्नु भएको छ। उहाँले नेपाल सहित भुटान, कतार, मलेसिया, दुबई, हङकङ, बहराइन, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, इजरायल, युरोप, इराकमा पनि साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरिसक्नु भएको छ। भारतको आसाम, दार्जिलिङ, कालिम्पोङ र सिक्किममा पनि साङ्गीतिक प्रस्तुति दिइसक्नु भएको छ। र पछिल्लो समय संसारी माया विचित्र मरेर के पो लान्छ र भन्ने आत्मज्ञानभित्रको बुद्ध भजनले करोडौँको मन जित्न सफल भएसँगै मनै त हो हँसाउने, मनै त हो रुवाउने, मनै त हो बुद्धत्व बनाउने, मनै त हो ईश्वरलाई चिनाउने जस्ता गीत सङ्गीत मार्फत श्रोता र दर्शकहरूलाई जीवन र दर्शन बुझाइरहनु भएको छ। दोङको बारेमा जति नै चर्चा गरे पनि अधुरो र अपुरो नै रहन्छ। यद्यपि आज हामी उनै मूर्धन्य बहुप्रतिभाशाली गायक, सङ्गीतकार तथा रचनाकार चन्द्रकुमार दोङलाई नेपाल तामाङ कलाकार सङ्घले आयोजना गरेको तेस्रो सेलो महोत्सव 2080 मा सम्मान गर्दैछौँ। धन्यवाद।